हेलो गाइस, आज चाहिँ टाकोज एग टाकोज बनाउँदैछु। त्यसको लागि चाहिँ मैले एगलाई फ्राई गरेँ। मैले अर्को प्यान एउटा लिएको छु, त्यसमा अलिकति तेल राख्दैछु। यो चाहिँ टाकोज हो। यो चाहिँ यस्तो खालको हुन्छ, टोटेला यस्तो खालको हुन्छ। यो लिएको छु मैले। यसलाई चाहिँ मैले पानीमा अलिकति फ्राई अलिकति सेक्दैछु। र साथसाथै मैले यहाँ रेडी बनाइसकेको छु कि यो सबै। यो चाहिँ कुकुम्बर, ओनियन, अनि यो टमाटो, अनि सिलान्ट्रा, अनि यो कागती हो। यसरी मैले तयार गरेको छु एग चाहिँ। यसलाई मैले बन्द गरेँ। टाकोज यहाँ रेडी हुँदैछ। यो एग चाहिँ पाकिसकेपछि यसलाई मैले सानो गरेर कट गर्नेछु। त्यसरी यसरी कट गरेर मैले यहाँ राखेको छु। यो सबै यो अन्डा हो। यो टुक्रा टुक्रा गरेर मैले राखिसकेको छु। यो चाहिँ बनाउनु अलिक इजी हुन्छ। अलिकति मात्र फ्राई गरे पुग्छ यसलाई चाहिँ। यतिको भइसकेपछि यहाँ मैले राखेँ। यसमा अलिकति यो तातिसकेपछि मैले यहाँ राखेको हो। यो चाहिँ यसमा मैले राखेँ यो प्याज, अनि त्यसपछि यहाँ टमाटर, त्यसपछि यो कुकुम्बर, अनि सिलान्ट्रा, त्यसपछि एग्स, त्यसपछि चिज पछि यो रेडी हुन्छ। यसमा अलिकति केचप हालेर
यो चाहिँ समोसावाला स्विट सस हो यो चाहिँ। यसरी रेडी हुन्छ यो चाहिँ। यसरी रेडी हुन्छ। थ्याङ्क यू। त्यसपछि मैले अर्को पनि फेरि तयार गर्न थालेको छु। यहाँ फेरि मैले हालेँ प्याजलाई अनि टमाटरलाई अनि कुकुम्बर अनि मैले हालेँ यहाँ एग्स फेरि अनि यो चिज पनि हाल्दैछु म। तपाईँलाई मन पर्छ भने चाहिँ मैले अघि देखाएको भिडियोमा सस हालेको छ। यो चाहिँ मैले कागतीवाला यसरी निचोरेर रेडी हुँदा चाहिँ यस्तो देखिन्छ।